साथीहरू, के तिमीलाई लाग्छ कि जे हुन्छ हाम्रो लाइफमा त्यो राम्रो नै हुन्छ, राम्रोको लागि हुन्छ, हाम्रै भलाइको लागि हुन्छ? यदि तिमीहरू यस्तो मान्छौ भने हाम्रो बडा बुजुर्गहरूले यही भनिरहेका छन् कि जे हुन्छ बाबुहरू राम्रै हुन्छ, तिम्रै हाम्रो लाइफ भनेकै जे हुन्छ राम्रै हुन्छ, खराब भए पनि राम्रै हुन्छ। तर म यो विचारलाई मान्दिनँ, किनभने हामीसँग हरेकपल्ट सोध्छौँ भने हामीलाई यस्तो दौरहरूबाट गुज्रिनुपर्छ, यस्तो समस्याहरूबाट, परेशानीहरूबाट, बाधाहरूबाट गुज्रिनुपर्छ, हाम्रो लाइफ हो गुज्रिनुपर्छ र हामीलाई त्योबाट धेरै दुःख हुन्छ, परेशानी हुन्छ, हामीलाई तोडेर राखे, हामीलाई पुरा त्यस्तो झन्झटिलो मोडबाट गुज्रिनुपर्छ कि हामी सोच्न पनि सक्दैनौँ। हामीलाई शारीरिक मानसिक दुवै सबै दुःख झेल्नुपर्ने हुन्छ। तब हामी कसरी भन्न सक्छौँ कि जे हुन्छ राम्रैको लागि हुन्छ? र त्यही अर्को पक्ष कुनै मान्छेले अति अपराध गरिरहेको हुन्छ, ठिक छ, तब पनि उनीहरू एकदम राम्रो बाटो, एकदम सुखमय जीवन बिताइरहेको हुन्छ। त के हामी यहाँ भन्न सक्छौँ कि जे हुन्छ हाम्रो लागि राम्रै हुन्छ, राम्रोको लागि नै हुन्छ? भन्न सक्दैनौँ। बल्कि हामी यो मान्छौँ कि जे हुन्छ त्यो भएर छोड्छ, जे हुन्छ त्यो हुन्छ नै, त्यो हाम्रो कन्ट्रोलमा छैन, ठिक छ। हाम्रो कन्ट्रोलमा यति मात्र छ, हाम्रो कर्म, हामी के गरिरहेको छौँ। र अर्को कुरा के छ भने यदि हामी यो मानेर चल्छौँ भने हामी सतर्क हुन्छौँ, हामी एक एक पाइला, एक एक स्टेप जागरुक भएर जान्छौँ। जब हामी यो सोच्छौँ कि जे हुन्छ त्यो भएर छाड्छ, अथवा जे हुन्छ त्यो हुन्छ नै। हेर, जुन पनि परेशानी, बाधा एकैचोटिमा तिमीलाई 10-10 वटा परेशानी पनि आउन सक्छ लगातार, 1 by 1। त्यो बेला तिमी टुटिहाल्छौ, तिमी त्यो बेला सहन नसक्ने अवस्था हुन सक्छ। त्यहाँ के हामी त्यसलाई भन्छौँ त्यो राम्रै भयो? होइन, त्यति बेला त हामीलाई कति दुःख हुन्छ, कति त्यो हामीलाई तोडिसकेको हुन्छ, हाम्रो शारीरिक मानसिक दुवै रूपबाट हामी टुटिसकेको हुन्छौँ, सम्हाल्ने बेला कोही हुँदैन। त्यो बेला हामी भन्न सक्दैनौँ कि यो राम्रैको लागि भयो भनेर। हो, जब हामी त्यो प्रब्लमबाट, त्यो समस्याबाट निस्किहाल्छौँ भने तब हामीलाई के लाग्छ कि हो, जे भयो राम्रैको लागि भयो। तर त्यो बेला हामी भन्न सक्छौँ कि यो राम्रै हुँदैछ मेरो लाइफमा? होइन, धेरैजनाले भन्न सक्दैन, ठिक छ। त्यही भएर जे भयो राम्रै भयो यो मानेर कहिले पनि नचल। जे हुन्छ त्यो हुन्छ नै, हाम्रो कन्ट्रोलमा त्यो छैन। तर हामीले गर्नुपर्ने जुन काम हुन्छ, कार्य हुन्छ, त्यो सही हुनु पर्यो, बाँकी सबै सही हुँदै जान्छ। यो तिमीलाई मान्नै पर्ने आवश्यकता छैन कि जे हुन्छ त्यो राम्रै हुन्छ भनेर। तर यो थट चाहिँ तिम्रो दिमागमा हुनुपर्छ कि जे हुन्छ त्यो भएर छाड्छ, त्यो बाह्य कुरा, यो हाम्रो हातमा हुने भनेको छैन। त्यसरी नै तिम्रो सक्सेस, तिम्रो स्ट्रगल त्यो हुन्छ र भएर नै छोड्छ, त्यो राम्रोको लागि हुन्छ भन्ने छैन। त्यहाँ तिमीलाई दुःख पनि दिन्छ। कसैको लागि सक्सेस भनेको राति राति पनि हुन सक्छ। कसैले कमै मेहनत गरेर पनि सक्सेस पाउन सक्छ, र कसैले धेरै दुःख, धेरै पीडा, धेरै स्ट्रगल देखेर, धेरै सङ्घर्ष गरेर जान्छ, अनि लास्टमा त्यसले सक्सेस पाउँछ। त्यसले नेम, फेम, पैसा, अर्थात् तिम्रो नजरमा के सक्सेस छ, त्यो व्यक्तित्व त्यो पाउँछ। के त्यसलाई जे हुन्छ राम्रैको लागि भन्न सकिन्छ? होइन, त्यसको लागि त अनफेयर भयो नि। कुनै व्यक्तिको तुलनामा हेऱ्यो भने त्यो व्यक्ति छिटै कम मेहनत गरेर नै त्यो लेभलमा पुग्न सक्यो, जबकि अर्को व्यक्ति
धेरै मेहनत गर्नु पर्यो, धेरै समस्या बाधा कुन केसबाट गुज्रिनु पर्यो, मुद्दा लागेर के लागेर लालछन लाग्यो, त्यसको शारीरिक मानसिक स्थितिको धज्जी उड्यो अनि त्यो लेभलमा पुग्यो। ठिक छ, त्यही भएर जे हुन्छ राम्रोको लागि हुन्छ भनेर मान्नु मेरो नजरमा, मेरो दृष्टिकोणमा जे हुन्छ त्यो भएर छोड्छ। त्यो राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ, दुइटै हुनसक्छ, दुइटै हो। लाइफको र यो लाइफको पार्ट पनि हो, राम्रो हुनु र नराम्रो हुनु दुइटै हुनु यो स्वाभाविक हो। त्यही भएर हामीलाई जागरुक सचेत भएर हेर्नुपर्छ कि यो दुइटै कुरा हुनसक्छ। जरुर छैन कि राम्रै हुन्छ, मेरो लाइफ राम्रै चलिरहेको छ, मेरो जीवनमा सब थोक राम्रै हुँदैछ, यो धेरैपल्ट नहुन सक्छ। किनभने एक सिक्काको दुई पाटा भनेकै राम्रो नराम्रो जीवनमा आउँछ नि, बुझ्यो? त्यही थियो।